हेलो एन्ड नमस्ते। आज चाहिँ म रूपन्देहीको देवदह नगरपालिका 8 मा अवस्थित पाकडीको रुख को अवलोकन गर्न गइराखेको छु। अहिले चाहिँ म पाकडी वृक्ष मार्ग देवदह नगरपालिका 8 जुन हामीले एरो देख्न सक्छौं त्यो एरो हुँदै हामी चाहिँ पाकडीको रुखतिर जाँदैछौं। जुन भिडियोमा देख्न सक्नुहुन्छ पाकडीको रुख रहेको छ। हामी त्यहाँ प्रवेश गर्दैछौं। पाकडीको रुख करिब 96 फिट उचाइ र 82 फिट घेराइ भएको यो एसियाकै ठुलो वृक्षको रूपमा चाहिँ यसलाई मान्यता दिएको छ। यसले उगटेको फैलावटले एक किसिमको प्राकृतिक छाता सिर्जना गरेको छ, जसले यात्रुलाई एकदम त्यहाँ घुम्ने पर्यटकहरूलाई एकदम आकर्षित गर्ने गर्दछ। स्थानीय विश्वास अनुसार यो वृक्ष बुद्धकालीन समयदेखि यहाँ रहँदै आएको छ र धार्मिक सांस्कृतिक महत्त्वले यसलाई पवित्र स्थलका रूपमा प्रतिष्ठा दिलाएको छ। प्राकृतिक जैविकता र सांस्कृतिक आस्थाको सङ्गम बनेको यो पाकडी वृक्ष देवदहको मात्र होइन सम्पूर्ण क्षेत्रकै पर्यटक र अध्ययनका लागि महत्त्वपूर्ण धरोहरका रूपमा उभिएको छ। आउनुहोस् यो पाकडी वृक्षको अझै विस्तृत रूपमा यहाँको बारेमा हामी जानकारी लिगौँ। ढाका फैलिएको सधैँभरि हरियो भइराख्ने, कहिले उजाड नहुने, गिद्ध चिल बाज बकुल्ला नबस्ने, गुड नलाउने, यसको नजिक हात्ती नआउने, फुल पोजिटिभ भाइब्रेसन र अक्सिजन भएको हाम्रो स्किन क्यान्सर, स्किन डिजिज, हाइपरटेन्सन, डिप्रेसन, फ्रस्ट्रेसन र क्रोनिक डिजिजहरूलाई निवारण गर्न मद्दत गर्ने वृक्ष भएको हुँदाखेरि हाम्रो देवदह नगरपालिका, ओल्ड सुधार समिति, वार्ड प्रतिनिधि, लुम्बिनी लगायत सम्पूर्ण रिटायर्ड पर्सनसँग आज पनि हाम्रो रिटायर्ड पर्सनहरू यहाँ उपस्थित हुनुभएको, सम्पूर्ण रिटायर्ड पर्सनहरू एड हुनुभएको छ। सम्पूर्णको एउटै आवाज छ, गौतम बुद्ध मेडिटेसन सेन्टर बनाउने हाम्रो प्लानिङ छ। यसमा हाम्रो आर्किटेक्चर इन्जिनियर कपाल बहादुर कमल र यससित जोडिएको गौतम बुद्धको मावली र लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी जहाँ हाम्रो एग्रो फरेस्ट्री, इन्भाइरोमेन्टल डेभलपमेन्ट स्टडी, साइन्स स्टडी टप युनिभर्सिटीसँग कनेक्टेड भएको देवदह र देवभूमिमा हाम्रो केन्द्रबिन्दुमा रहेको यस पाकडी वृक्ष पवित्र वृक्ष एसियाको लार्जेस्ट एन्ड ओल्डेस्ट ओल्ड नेचुरल ब्युटी टप 10 र बर्काली डिजाइनिङ रेयरली ट्री इन द वर्ल्ड भन्छ। हाम्रो साइन्टिस्टहरूले रिसर्च पर्सनहरूले भन्नुहुन्छ रेयरली ट्री इन द वर्ल्ड, विश्वमा एकदम विरलै पाइने वृक्ष, एउटा अटोक्रिएट आफै बनेको एउटा कुनै यसलाई काटछाट गरेको होइन, आफै बनेको एउटा बर्काली डिजाइनिङको तपाईँको यस्तो हाम्रो प्लानिङहरू विभिन्न प्लानिङहरू जस्तो बाटोहरू छुटफुट बाटोहरू मर्मत गर्ने, हेर सुक्नु राख्ने, बोर्डहरू बनाउने होइन, हाम्रो स्किल एबिलिटी ट्यालेन्ट फाइनेन्स इन्भेस्ट गरेर संसारको सामु पुर्याउने हाम्रो प्रिन्सिपल र सिद्धान्त रहेको छ र यहाँ विभिन्न आकृतिहरू छन्, स्ट्रक्चरहरू, टेक्निकल सब्जेक्टहरू र विभिन्न सेपहरू। सेप इज मोस्ट पार्ट अफ द ट्री, मोस्ट इम्पोर्टेन्ट इन्ट्रेस्टिङ पोइन्ट। विभिन्न आकृतिहरू छन्। अब मैले सरहरूलाई यहाँ भएको आकृतिहरू देखाउन गइरहेको छु। सर्वप्रथम यहाँ हाम्रो हात्तीको सुनको सेप बनेको छ। यो हाम्रो आँखा भयो, यो शिर भयो, यतापट्टि कान भयो, यता हेर्नु छ यहाँ भन्नु आँखै दिएको यो आँखा, यो आँखा भयो, यो शिर भयो, यो कान भयो र सुन, हात्तीको सुनको सेप बनेको छ है। हाम्रो एलिफेन्ट ट्रङ्क देखाउनु भइरहेको छ। त्यस्तो सन्दर्भमा यहाँ हाम्रो यस्तो वडाभित्र हाम्रो सीता भगवान्, ऋषिमुनि, पाण्डवहरू, विभिन्न देवी देवता ओडारमा ध्यान गर्ने, तपस्या गर्ने, त्यस्तो सन्दर्भमा फेदबाट विस्फोट भएर यहाँ गणेश भगवान्को स्वरको आकृति बन्नुभएको छ। तलपट्टि स्वर, माथिपट्टि शिर र हाम्रो बुद्ध भगवान्ले ध्यान गरेको हुँदाखेरि उहाँको तस्बिर राखेको छ। यहाँ लर्ड बुद्ध मेडिटेट स्ट्यान्ड प्रेस सनराइज भन्छ, पूर्वतिर बसेर बाल्यकालमा ध्यान गर्नुभएको एउटा किंवदन्ती एउटा आँकडा छ। त्यस्तै हाम्रो यहाँ माथिपट्टि नागको आकृति पनि बनेको छ। यहाँ नाग भगवान्को दुईवटा आँखा त्यस्तो गरेको नागको आकृति पनि बनेको छ यहाँ र नाग भगवान्ले रक्षा गरेको हाम्रो हात्तीको सुनको सेप बनेको छ। हजुर 1 2 3 4 5 नाग देवताको सेप बनेको जस्तो गरेको यहाँ पनि त्यस नागको सेप बनेको छ। यहाँ आउने माया देवीले बुद्ध भगवान्लाई स्थान पान गराएको हाम्रो ब्रेस्ट फिडिङ सेप छ। शिर भयो, स्थान भयो, शरीर भयो, हात भयो, बुद्ध भगवान्लाई सजिलो खाएको फोटो छ। यहाँ पिक्चर बनेको छ।
सेप, आँखा, अगाडि खुट्टा, पछाडि खुट्टा पुच्छ, शरीर भन्दाखेरि हाम्रो नाग देवताको सेप बनेको छ यो। हाम्रो इम्ब्रियो सेप, इम्ब्रियो युटेरस बेबी यो हाम्रो 2 महिनादेखि 2.5 महिना बिचको बच्चाको आकार है। भ्रूण नेपालीमा भ्रूण भन्छ, इम्ब्रियो भन्छ। 2 देखि 2.5 महिना बिचको बच्चाको आकार है, ठ्याक्क नाभि जोडेको छ। यहाँ विशेषतः हाम्रो यो गाइनोकोलोजी काउन्सिलरहरू चितवन काठमाडौँकाले धेरै लैसक्नु भएको छ। लाउने सर यता पाचन प्रणालीको सेप बनेको छ उहाँमा। हाम्रो कन्सनलीदेखि लिएर इन्टेस्टाइन स्ट्रक्चर हेर्नेको मोस्ट इम्पोर्टेन्ट स्ट्रक्चर हेर्ने लाउने। अनुहारको सेप अटोक्रिएट सेप बनेको छ, लाउने त्यहाँ ओ बनेको छ। धेरै अध्ययन गर्नुपर्छ। यहाँ तलपट्टि यम बनेको छ है, ओएम ओम। हामीले ओम भन्दाखेरि धरतीमा प्रति सेकेन्डमा 1,21,000 किलोमिटरको भाइब्रेसनमा जान्छ ओम शब्द है। लाउने हाम्रो क्रोकोडाइल सेप गएको छ। ओम बुझ्नुभयो नि, ओएम दुईवटा अक्षर छ त्यहाँ। यो क्रोकोडाइल आँखा सहितको गएको सेप के मगरमच्छी भन्छ नेपालीमा, गयो क्रोकोडाइल इङ्ग्लिस। हाम्रो यो हात्तीको सुनको सेप है, लाउने जाने। मुख भयो, यो चेपु भयो, यो निधार भयो, स्कल सेप, मानव खपर। यसरी हामीले मोबाइलमा खिच्न मिल्छ। तपाईँको यो सेपमा खिच्नु भयो भने चाहिँ आउँदो रहेछ यहाँ खिच्नु। टाउको जस्तो हो आँखा, शिर भयो, कान भयो, यो सुँड भयो, आँखा यहाँ छ सानो आँखा। हात्ती सुटेको युनिभर्सल ट्रुथ गुरु सत्य कुराहरू। हामी यहाँ बस्दाखेरि पनि यहाँ तपाईँको हुरी बतास आउँदा पनि एउटा आगो नबाचिएको, यहाँ केही नभएको, त्यतिखेर यहाँ हुरी बतास आउँदा तपाईँ जुलुम हाँगाहरू भाँचिने, बुट्टाहरू भाँचिने, घरहरू पुरै खपटाका छाना घरहरू पुरै नाङ्गेको थियो क्या, नेकेट भएको थियो पुरै। पण्डितदेखि नगरपछि पुरै नेकेट भएको, तर एउटा हाँगो बाँचेन। विशेष त हाम्रो इन्जिनियरहरू चाहिने मोस्ट इम्पोर्टेन्ट जस्तो हाम्रो समन्वय इन्जिनियरिङ कन्सल्टेन्सी सेन्टर हाम्रो यहाँको मणिग्रामको लगायत उहाँको लुम्बिनी इन्जिनियरिङ कलेज, त्यहाँको हाम्रो सन्दीप रेग्मी सरले आउनुहुन्छ हाम्रो त्यहाँका बेस्ट स्टुडेन्टहरूलाई, बेस्ट स्टुडेन्ट। उहाँलाई चाहिने मोस्ट इम्पोर्टेन्ट हाउ टु स्ट्रङ फाउन्डेसन, हाउ टु मेच्योर पिलर भनेर उहाँको एउटा स्याम्पल र एक्जाम्पल भनेको छ। त्यस्तै हाम्रो स्कुल कलेज युनिभर्सिटी लगायत सम्पूर्ण टिमलाई चाहिने मोस्ट इम्पोर्टेन्ट एउटा ग्रेटर नलेज ब्याङ्क बनेको छ। त्यसलाई अब प्लानिङ हामीलाई ठुलो प्लानिङ गरेको छ। अब हाम्रो पोलिटिकल स्ट्यान्ड थोरै कमजोर भएर अलिकति बनेको छ। यता अनुसार र जरोमा बदलेको छ, ब्रान्च कन्भर्ट इन्टु द रुट्स, हाँगाबाट जरोमा बदलेको छ। पिपल फ्यामिली भनेको यसले सर्टिफाइड गरेको छ, एउटा सिम्टम देखाइदिएको छ। जस्तो हाम्रो बर पिपल स्वामीको के हुन्छ, यस्तै हाँगाबाट जरोमा बदलिन्छ। अस्ति पनि हाम्रो बोटनिकल डिपार्टको हाम्रो ब्याचलरको 4th इयर स्टुडेन्टलाई मैले एउटा प्रोजेक्टर बनाएर पठाइदिएको थिएँ, बुटरबाट आउनुभएको थियो। लगायत त्यहाँ सम्पूर्ण टिमहरू यहाँ हाम्रो विभिन्न एउटा सामान्य किसानदेखि लिएर साइन्टिस्टसम्म विभिन्न कुराहरूको अनुसन्धान र एउटा माइक्रो स्टडी लगायत एउटा प्रोजेक्टरको लागि यहाँ आइराख्नु भएको छ। र अर्को कुरो यसले के मेसेज गरेको छ भने सूचीबाट हामीले सबैतिर माटो राख्यो भने सबैतिर ज्वरो गाडेर एउटा इमोटल एउटा अमर वृक्ष भनेर सङ्केत देखाइदिएको छ। प्लानिङ पनि त्यही हो, छेउछेउबाट माटो राखेर यसलाई तपाईँको एउटा ज्वरो गाड्ने सिस्टम बनाउने र एउटा अमर वृक्ष बनाउने। त्यस्तै हाम्रो फर इक्जाम्पलको लागि यहाँ छ है, यहाँ हाम्रो हाँगाबाटै अर्को ज्वरो निक्लिन्छ, त्यहाँ प्रोडक्सन अर्को पलाएको त्यहीँबाट एकदम यहाँबाट है होइन हजुर पनि होइन। अर्को यसले हाउ टु सेभ मदर एन्ड मदरल्यान्ड, हामीले यहाँ धरती मातालाई कसरी जोगाउने र मातालाई कसरी जोगाउने। पाकडीको ऐना जस्तो पाकडी त्यस्तै राखेको छ, त्यसको ऐना हो यो है। अहिले बाहिरबाट खिच्दा नि यस्तै फोटो आउँछ। एसियाको लार्जेस्ट एन्ड ओल्डेस्ट मध्ये पर्ने ओल्ड नेचुरल ब्युटी फुल अफ नेचुरल ब्युटी, भोर्काले डिजाइनिङको फुल अफ नेचुरल ब्युटी। यस्तो रुखहरू ठुल्ठुला रुखहरू हुन्छन्। कलकत्ताको वेस्ट बङ्गालमा 1.5 किलोमिटरमा फैलिएको रुख छ बोटनिकल गार्डन। ठाउँ ठाउँमा रुखहरू अग्ला अग्ला रुख नेपालमा पनि छन् अग्ला अग्ला रुखहरू, तर यस्तो किसिमको मिलेको रुखहरू न कटिङ गरेको छन् न के गरेको छ, आफू अटो क्रिएट रुखहरू। यस्तो रुखहरू भनेको फिकस भेन्जामिना पिपल फ्यामिलीमा पर्ने पाकड, हाम्रो एबोरिजिनियम चौधरी कुमार महतो पटेल चौहानहरूले यसलाई पाकड भन्नुहुन्छ। फलकासा हाम्रो फर्नर नेम भयो, विदेशी नाम। हाम्रो बनियान ट्री एकर्डिङ टु साइन्स बनियान ट्री देवदा म्युनिसिपालिटी देवदा नगरपालिका भएको भन्दाखेरि देवदा बानियान भन्छ यसलाई, बानियान। र पाकडी रुख भनेको हाम्रो युनिक नेम भनेको पाकडी, जसले हामीले गुगल र मोबाइलबाट हेर्न मिल्छ। द बर्थ प्लेस अफ लर्ड बुद्ध, लुम्बिनी डेभलपमेन्ट ट्रस्ट, ओल्ड हेरिटेज साइट पाकडी ट्री भनेर भनिन्छ यसलाई। हाम्रो साइटबाट ओल्ड हेरिटेजमा हाम्रो लुम्बिनीसित यसले कनेक्टेड गरेको छ। जस्तो लुम्बिनीमा आएका व्यक्तिहरू हाम्रो यो देवदा नगरपालिकामा आएर देवदासित कनेक्टेड भएर यो ऐतिहासिक हाम्रो हिस्टोरिकल ट्री एन्सियन्ट ट्री भएको हुँदाखेरि यहाँ आइपुग्नुहुन्छ। जस्तो हाम्रो 40 जना 50 जना विभिन्न व्यक्तित्वहरू हिमालय टुर्स एन्ड ट्राभल्सबाट, कहिले डेनमार्कबाट,
विभिन्न व्यक्तित्वहरू यहाँ आइराख्नु भएको छ। त्यस्तै हाम्रो आर्कियोलोजी पुरातत्व विभागले सर्च गरेर रिसर्च गरेर एसियाको लार्जेस्ट एन्ड ओल्ड नेचुरल ब्युटी टप 10 भनेर यसलाई हामीले एउटा प्रुभ गरेको छ। यहाँ हाम्रो त्यहाँ बोर्ड पनि राखिदिनु भएको सर्टिफाइड बोर्ड। र हाम्रो अर्को कुरो लर्ड बुद्ध मेडिटेट स्टेन प्लेस सनराइज पूर्वतिर बसेर बुद्ध भगवान्ले बाल्यकालमा ध्यान गर्नुभएको खेल्नु भएको एउटा आँकडा किंवदन्ती पनि बोर्डलाई नेपाल सरकार पुरातत्व विभागबाट सर्टिफाइड भएको एडभान्स बोर्ड। यो हाम्रो रामग्राम आनेगारा गौतम बुद्धका मावली लुम्बिनी बैरीमाई कन्यामाई लगायत हाम्रो ऐतिहासिक हाम्रो एक्जिबिसन प्लेस हाम्रो उत्खनन भएको ठाउँहरू र विभिन्न हाम्रो ऐतिहासिक एन्सियन्ट प्लेसमा यहाँ हाम्रो बोर्ड राखिदिएको छ। त्यस्तै हाम्रो यो हिस्टोरिकल ट्री ऐतिहासिक वृक्ष भएको हुँदाखेरि हाम्रो गभर्मेन्ट अफ नेपाल नेपाल सरकार पुरातत्व विभागबाट सर्टिफाइड भएको यस पाकारी वृक्षमा हामीले एउटा बोर्ड राखिदिनु भएको छ। उहाँहरूले पुरातत्व विभागले सम्पूर्णले बुझौँ भनेर एउटा सर्टिफाइड एउटा एडभान्स बोर्ड राखिदिनु भएको छ। त्यस्तै हाम्रो यहाँ लियो क्लबले सम्पूर्णले बुझौँ भनेर समरीमा हाम्रो धरतीमाता मदरल्यान्ड हाम्रो लियो सर्वप्रथम लियो भनेको हामीले जान्नुपर्ने कुरो अहिलेको युवाहरू जान्नुपर्ने लियो व्हाट इज मिन बाइ लियो भने लिडरसिप एक्सपिरियन्स अपर्च्युनिटी लेट्स इन्जोय आवर सेल्फ भोलिन्टियर पर्सन सोसियल वर्कर उहाँहरूले लियो। उहाँहरूले निर्माण गर्नुभएको चित्र हाम्रो ग्लोबलाइजेसन पोल्युसन र पिस इन्भाइरोमेन्ट वातावरण प्रदूषण र शान्ति वातावरण यसलाई हामीले माइक्रो स्टडी गरेर सबै कुरो यसलाई हामीले बुझ्न हेर्न सकिन्छ। यसमा हामीले धेरै कुरा जानकारी लिन सकिन्छ। सबै कुरा बताइदिएको छ एकदम र हाम्रो ड्रिम प्रोजेक्ट भनेको हाम्रो मेडिटेसन सेन्टर। तपाईलाई आजको भिडियो कस्तो लाग्यो कृपया सल्लाह सुझाव दिन नबिर्सनुहोला र यस्तै भिडियोहरू हेर्नको लागि यो च्यानललाई लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनुहोला।